हेलो नमस्कार, म आज एउटा इन्फर्मेसन लिएर आएको छु। यदि हजुरहरूले एनआइसिआइसिआई बैंकको बैंक एप युज गर्नुहुन्छ भने हजुरहरूको लागि यो भिडियो एकदमै युजफुल हुनेछ। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला। हजुरहरू मोबाइल बैंकिङ चलाउनुहुन्छ, पिन बिर्से, पासवर्ड बिर्से भनेर तनावमा हुनुहुन्छ भने अब तनावमा हुन पर्दैन। हजुर ब्रान्चदेखि टाढा हुनुहुन्छ, पासवर्ड बिर्से अब रिसेट गर्नको लागि ब्रान्च नै जानुपर्छ, कस्तो झन्झट, त्यस्तो सानो कुरामा पनि ब्रान्च जानुपर्ने जस्तो लाग्छ भने त्यस्तो होइन है। हजुरले घरमै बसेर वा हजुर जहाँ हुनुहुन्छ त्यहाँ बसेर आफ्नो मोबाइल बैंकिङको पासवर्ड सजिलैसँग रिसेट गर्न सक्नुहुन्छ। त्यसको लागि फर्स्ट अफ अल हजुरले गुगल क्रोममा गएर आइसर्भ एनआइसिआइसिआई बैंक टाइप गर्नुहोस्। त्यसपछि हजुरलाई यस्तो देखाउँछ, बैंकिङमा जानुहोस् अनि क्लिक गर्नुहोस्। त्यसपछि हजुरको यस्तो पेज देखाउँछ, त्यहाँ माथिपट्टि लगइन र रजिस्टरको अप्सन छ। पहिला रजिस्टर गर्नु, रजिस्टर गर्दाखेरि यहाँ भएको इन्फर्मेसन सबै फिलअप गर्नुहोस् अनि यहाँ पासवर्ड राख्नुहोस् एउटा, अनि त्यो पासवर्ड राखे पछाडि यहाँ टिक लगाएर रजिस्टर गर्नु। हजुरको रजिस्टर भएको मोबाइल नम्बरमा ओटिपी आउँछ, त्यो ओटिपी नम्बर हाने पछाडि हजुरको आइसर्भमा रजिस्टर हुन्छ। त्यस पछाडि रजिस्टर गरिसके पछाडि हजुर साइन इनको अप्सनमा जानु अनि त्यस पछाडि त्यहाँ आफ्नो मोबाइल नम्बर राख्नु अनि अघि भर्खरै राखेको पासवर्ड राखेर लगइन गर्नुहोस्। लगइन गरिसके पछाडि हजुरको यस्तो पेज खुल्छ हैन। त्यसमा चाहिँ न्यू रजिस्ट्रेसनको अप्सन हुन्छ, अनब्लकको अप्सन हुन्छ, मोबाइल बैंकिङ ब्लकको अप्सन हुन्छ, पिन रिसेट, पासवर्ड रिसेटको अप्सन हुन्छ। अनि त्यसमा टक्क पिन रिसेटमा छोइदिनुहोस्। हजुरले त्यहाँ छुँदा बित्तिकै हजुरलाई यस्तो देखाउँछ, यहाँ इन्फर्मेसन चाहिँ अटो जेनेरेट हुन्छ अनि हजुरले एन्डमा रोबोटमा क्लिक गरिदिनुहोस्, सबमिट गर्नुहोस्। यति गर्दा चाहिँ हजुरको मोबाइलमा मेसेज आउँछ हजुरको पासवर्ड रिसेट भयो भनेर। अब भने हजुरहरूले मोबाइल बैंकिङको एपमा जानुहोस्, त्यस पछाडि अनेबल टु लगइन गरेर एक्टिभेट अकाउन्ट गर्नुहोस्। छैन त इजी।